सुन्नुस्, यस्ता जनावरलाई भन्ने त हाम्रो कुनै शब्दै छैन हैन। अब त्यो तपाईहरुले के कस्तो रूपमा हेर्नुभएको छ। यो हामी हिन्दूमाथिको प्रहार हो। यो कहाँबाट सञ्चालित छ, यो यसको पूरा हिस्ट्री पत्ता लगाएर यसलाई कानुनी कठघरामा उभ्याउनुपर्छ र यस्तो अपराधीहरूले गरेको राजनीतिमा कसैले पनि भोट नहाल्नु है। राष्ट्रसभा भनेको एक मान्छे सबै अपराधीहरू छन् र यो भन्ने प्रमाण यो खगेन्द्र सुनारले पत्ता सबैलाई थाहा दिइसकेको छ। यसलाई दुई ठाउँ मुद्दा पनि परेको छ र यो मुद्दाले मात्रै हुँदैन, यसलाई यो मुद्दा मात्रै हालेर यसलाई हुँदैन। यसलाई आजीवन जेलमा हुन्छ भने यसलाई 7 वर्षको कैद राख्नुपर्छ। यो गाई काटेर खानु पाउनुपर्छ भन्ने व्यक्तिलाई 7 वर्ष चाहिँ कैद राख्नुपर्छ भन्ने हाम्रो माग हो। यो सबैले बुझ्नुपर्छ है। र रवि लामिछानेले पनि देखिसकेको छ। अमेरिकादेखि लिएर यहाँसम्मको मुद्दा उहाँ झेल्दैछ। उसले पनि जितेर हुनेवाला केही पनि छैन। उसले त्यो जति अदालत दुनियादारी दिएको पैसा तपाईँ हाम्रो पसिनाबाट चाहिँ यसले अब सुल्झाउनको लागि राजनीति गर्दैछ। यो कुरा लेखेर राख्नुहोस्। र यो नयाँ टाउकोहरू भन्ने कुनै पनि ठिक छैन। सोनिम वागले भनेको हाम्रो नेपाल देशलाई बिहारमा चाहिँ प्रदेश बनाऊ भनेर भन्ने व्यक्ति हो। यो भन्ने प्रमाण सब प्रमाण हामीले भिडियोहरू अपलोड तपाईँलाई दिइसकेका छु। र पनि यस्ता नेताको पछाडि लाग्ने हामी जस्तो भेडा जनताको लागि यो चाहिँ यो खगेन्द्र सुनार भन्ने एकजना देशद्रोहीको कुरा सुनौ है। यो देशद्रोहीले के भन्दैछ, हाम्रो गौ मातालाई काटेर खानु पाउनु पर्छ अरे। र अब आइन्दा यस्तो शब्द प्रयोग गरिस् भने तैले माफी मागेर त यो हुँदैन, तर हामी अब तँलाई प्रहार गर्छौँ है। यो कुरा यो तेरै मुखले भनेको कुरा सुन। यो जनावर राष्ट्रिय जनावर होइन त। कुकुर पनि त राष्ट्रिय जनावर हो त। यो राष्ट्रभित्र भएका जनावर त सबै राष्ट्रिय जनावर हुन् होइन। बाख्रा पनि त राष्ट्रिय जनावर होला त। कुखुरा पनि त राष्ट्रिय पन्छी होला। तपाईँले बाख्रा खाएको ठिक हो भने त्यसले गोरु खाने कुरा पनि ठिक हो बरी। तपाईँले मटन खाने कुरा ठिक हो भने त्यसले गाई खाने कुरा पनि ठिक हो बरी। तपाईँले मटन खान पाउनुहुन्छ भने त्यसले पनि गाई खान किन नपाउनु त।